पछिल्लो चरणमा नेपाल भारत सीमानामा समान ल्याउँदाखेरि चाहिँ नेपाल प्रहरी या सशस्त्र प्रहरीले हस्तक्षेप गरेको समाचार सबैतिर छाएको छ र त्यसले सबैको ध्यान केन्द्रित गरेको छ। तर मेरो विषय कहाँनिर हो भने दैनन्दिनका उपभोग्य वस्तुहरूमा, जीवन अपरिहार्य चाहिने वस्तुहरूमा, उपभोगका वस्तुहरूमा भारतमा कर कम हुने र जनतालाई चाहिँ सुविधा हुने, त्यहाँ सस्तो हुने, नेपालका शासकहरूले चाहिँ 50औं प्रकारका कर लाएर त्यो करमाथि लुटपाट मचाउनको लागि चाहिँ नेपाली जनताको ढाड सेक्ने र नेपाली जनताबाट चाहिँ चुसेर चाहिँ त्यो रकम ल्याउने, सामानको महँगाई बढाउने र चाहिँ भारतीय वस्तुहरूमा, सस्तो वस्तुहरूमा चाहिँ जसरी चाहिँ परनिर्भर हुने अवस्था सिर्जना गरेका छन्, यो अवस्थालाई बालिन सरकारले खारिज गर्नुपर्छ। एक नम्बर विषय हो। उही उपभोग्य वस्तु भारतमा चाहिँ 20-30% सस्तो पर्ने, नेपालमा चाहिँ 20-30% महँगो पर्ने नरपिचा शासकहरूले जुन व्यतिथि बसालेका थिए, कर उठाउने र त्यो करमाथि लुट मचाउने व्यतिथि थियो, त्यो व्यतिथिलाई चाहिँ बालिन सरकारले खारिज गर्नुपर्छ र उपभोग्य दैनन्दिनमा आवश्यक पर्ने वस्तुहरूमा कर खारिज गर्नुपर्छ, कर घटाउनुपर्छ, जनतालाई चाहिँ सुव्यवस्था दिनुपर्छ, जनतालाई राहत दिनुपर्छ र त्यो नेपाल वारी र नेपाल पारी दुईटैमा कम्तीमा समान चाहिँ मूल्य निर्धारण हुने गरेर वर्तमान सरकारले सोच्नुपर्छ र दैनन्दिनको जीवनलाई सहज बनाउनुपर्छ, सरल बनाउनुपर्छ, महँगाई घटाउनुपर्छ। हैन, कर उठाउने, करमाथि मात्रै राज्य टेक्ने हुन हुँदैन, राज्य जनताप्रति पनि उत्तरदायी बन्नुपर्छ। मान्छे आज बाध्यताले 100-200, 2-4 हजारको सामान किन्न सिमाना पारी जाँदैछ। त्यो सामान यहीँ किन्न पाए, यहीँ सस्तो भयो भने त मान्छेले यहीँ किनेर यहीँ उपभोग गर्छ नि त। बरु यहीँ उत्पादन गरेर यहीँ उपभोग गर्ने नीति बनाउनु पर्यो। राज्य भनेको सिमानामा ढाँट राख्ने र अनि चाहिँ कर उठाउने, त्यो करमाथि लुटपाट मचाउने निकाय मात्रै होइन, जनताप्रति उत्तरदायी निकाय राज्य हो भन्ने कुरा जनतालाई फिल दिन पर्यो। र जसरी आज चाहिँ सीमाना बोर्डरहरूमा चाहिँ सशस्त्र प्रहरीले चाहिँ 100-100 का 200-200 का सामान ल्याउँदाखेरि लुसाचुनी गर्ने स्थिति पैदा भएको छ। यसलाई चाहिँ तत्काल बन्द गर्नुपर्छ, तत्काल खारिज गर्नुपर्छ र राज्य जनताको जीवनसँग सिधा जोडिनुपर्छ। त्यसको लागि कर घटाउनुपर्छ, महँगी घटाउनुपर्छ र कम्तीमा पनि पहिलो चरणमा भारतमा जति रुपैयाँमा उपलब्ध हुन्छन् सामानहरू नेपालमा पनि त्यही स्थितिमा चाहिँ पुर्याउनुपर्छ जनताको जीवनलाई, दैनन्दिनको जीवनलाई सुधार गर्नको लागि भन्ने विषय हामीलाई लाग्छ।